अब पास्ट लभ लाइफको कुरा भन्दा पनि अब फ्युचर प्लान तिहारको शुभ सन्ध्यामा टन्न मासु भात खाएर हामी हाम्रो कुक सन्दीपले मिठो मिठो मासु पकाए खायौँ। त्यस पछाडि यस दाजुभाइको छलफल जस्तो भइरहेको छ यहाँ साथीभाइको। हामी सक्सेसफुल्ली फाइनल इयर पास भएर एमबिबिएस इन्टर्न बनिसकेका छौँ। हस्पिटलमा ड्युटी पनि सुरु भइसकेको छ। अनि भोलि तिहार छ, तिहारको टिकाको दिन पनि हामी डे ड्युटी गर्ने, तिमी र म होइन, नाइट ड्युटी 24 आवर्स। म चाहिँ भोलि डे ड्युटी छ, अरू साथीहरूलाई चाहिँ भोलि बिदा छ। हामी इन्टर्न बनिसक्यौँ। हस्पिटल अहिले ठाउँ पनि चेन्ज भयो, बस्ने ठाउँ पनि फरक भइसक्यो, परिस्थितिहरू परिवर्तन भइसकेका छन्। साथीभाइहरू एउटा मौका मिलेर हामी यसरी भेट भएका छौँ। कस्तो कस्तो लागिरहेको छ निशान्त तिमीलाई? थ्याङ्क यू श्री। सबैलाई नमस्ते है। म चाहिँ निशान भण्डारी। श्रीको अघिल्लो भ्लगहरूमा नि मलाई देखिसक्नु भएको थियो होला, म अलि फेमस नै छु श्रीको भ्लगतिर चाहिँ। आज चाहिँ हामी सबै साथीहरू भेला हुन पाएका छौँ। मिठो मिठो खाने, मिठो मिठो गफ गर्ने समय जुटेको छ। पक्कै पनि एमबिबिएसको फर्स्ट दिनदेखि नै स्ट्रगल हुँदै 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 फाइनल्ली अहिले आफ्नो नामको अगाडि डक्टर लेख्न पाउँ चाहिँ हामी सबै नै खुसी नै छौँ होइन। अनि यस्तो अब डक्टरको लाइफ भनेको बुझेकै हो, हेक्टिक हुन्छ, टाइम मिल्दैन। तर हामीले चाहिँ अब यस्तो टाइममा पनि साथीहरू बस्नुपर्छ, भेट्नुपर्छ भनेर आज चाहिँ भेटघाट कार्यक्रम राखेर भेटेर केही गफ गर्ने, पुराना दिनहरू सम्झिने भन्ने एउटा पोडकास्टको परिकल्पना गरेका छौँ। लेट्स सी हाम्रो पोडकास्ट कस्तो हुन्छ, हेरेर साथ दिनु होला है त। ल सन्दीप, हजुर तिमीलाई के भन्नु छ कि? केटाले खतरा साहित्य होइन, मलाई त्यस्तो आउँदैन। अब मैले के भनौँ, क्वेसन के हो? माहौल त कस्तो छ भने 15-20 दिनदेखि रिजल्ट आउँछ भनेको 50 दिनमा आयो। 20 दिनतिरदेखि डराउन थालेको, 1 महिना जति डराएपछि रिजल्ट आयो, रोल नम्बर देखियो धन्न होइन। त्यसपछि चाहिँ काठमाडौँ आएर यो रुम हन्ट, यो फ्ल्याट हन्ट गरियो, कतै पाइएन। लास्टमा सानो भर्याङमा गएर खादिनु पर्यो है। जियोस् अहिले 3 जना बसिया छ। 25 मिनट हिँडिन्छ बिहान उठ्ने बित्तिकै, आँखा मिच्दै हस्पिटल पुगिन्छ। त्यसपछि टाइप हानिन्छ 4 बजीसम्म, त्यसपछि फर्किन्छ। अहिलेसम्म चाहिँ त्यही भइरहेछ। अब चाहिँ वार्डमा डिस्चार्ज बनाउने तयारी हुँदैछ मेरो चाहिँ। ल के चल्दैछ भन त? फर्स्ट टाइम मेरो भ्लगमा इन्ट्रोड्युस भयो। सबैजनालाई नमस्ते। म चाहिँ पहिलोचोटि श्रीको भ्लगमा चाहिँ अहिलेसम्म चाहिँ म आएको थिइनँ, पहिलोचोटि आएको छु। मेरो नाम चाहिँ सुभाष खड्का। आज खासमा यो भेट जुराउने काम चाहिँ अनमोल केसीले गर्दा भएको है। जेरियन टप हेर्न गएको, त्यसको टिकट नपाएर हामी खासमा यहाँ। आज चाहिँ जेरी अन टप हेर्न आएको। सुभाष चाहिँ बिग फ्यान है, फेरि उसको अनमोल केसीको बिग फ्यान। जेरी अन टपको चाहिँ टिकट पाइएन। अनि यहाँ नजिकै चाहिँ यहाँ श्री र निशानको चाहिँ यहाँ बस्ने चाहिँ यहाँ नजिकै भएर चाहिँ यहाँ आएर चाहिँ आज रमाइलो गरियो। काउली खाएर मेरो चाहिँ हल्का त्यस्तै परिस्थिति भएर चाहिँ अब मैले मासु खान पाइनँ। ठिक छ, पोहोरको दसैँमा नि मासु चिची खान कस्तो कस्तो भइरहेको तिमीलाई अब यो बसेर छलफल गरेको कुराहरूदेखि लिएर तिम्रो इन्टर्नसिपको लाइफ केमा पोस्टिङ छ तिम्रो? इन्टर्नसिपको चाहिँ अब हाम्रो मेन पिडियाट्रिक्स पोस्टिङभित्र चाहिँ अब इमर्जेन्सी पोस्टिङ, इएनटी, एनेस्थेसिया पोस्टिङ भनेर चाहिँ चेन्ज हुँदै नै छ। अब त्यसमा चाहिँ अब आफ्नो सिक्ने कुराहरू छँदैछन्। अब अलिअलि सिक्दै गइरहेछौँ, त्यही हो। बिस्तारै सिक्दै गइन्छ भन्ने छ, त्यही नै हो। ठिक छ, हाम्रो म्याग्दीको हिरो बिएड के छ त? अब हाम्रो बिएडको मेन हिरो अब आजको मलाई फोन गर्ने आज सुरुमा तिमी नै हो। म इमर्जेन्सीमा बसिरहेको थिएँ, सुभाष खड्काको फोन आयो। अनि सुभाष खड्काले किन फोन हाने, इएनटीमा के भन्छ भन्ने सोचेँ कि मैले सुरुमा।
अनि इएनटीमा के भएर सुभाषले फोन गर्यो भने नि हेलो सुभाष भनेको अनि बियर्ड बोल्यो आज मुभी हेर्न जानु पर्यो भनेर अनि कुन भनेको जेरी अन्टो अनि मैले त पक्कै पनि कान्तारा मुभी पछि अर्को कुनै साउथ इन्डियन अथवा कुनै राम्रो मुभी आएको सोचिरहेको थिएँ कि कहाँको जेरी अन्टो भन्छ नि त अनि त्यो हिसाबले अनि कस्तो भइरहेछ बियर्ड कहाँ बसिरहेको छु कस्तो भइरहेछ अनि माहौल के छ अहिले अब अहिले त हामी इन्टर्नसिपमा निशान र म अब एउटै सर्जरी पोस्टिङ युनिट चाहिँ फरक छ अब म युनिट 1 यो युनिट 2 अब माहौल भन्दाखेरि अब इन्टर्नसिप हुन त भर्खर 1 महिना भयो अब 1 वर्षलाई जज गर्न नमिल्ला तर पनि अब 1 महिना हेर्दाखेरि चाहिँ यसो दिनभरि काम गरिन्छ होइन थाकिन्छ कोठामा पनि पुगिन्छ साँझ पुग्दाखेरि 6-7 नै बज्छ त्यस्तै जहिले त्यस्तै हुन्छ अनि यसो थाकेकै हुन्छ अब यसो गरेर पल्टियो है पल्टेर सोद्धाखेरि दिनभरि के नै गरियो भन्दाखेरि खासै प्रोडक्टिभ काम चाहिँ अहिले त्यस्तो भइरहेको छैन अब पछि पछि हुँदै जाला त्यो सिक्ने कुरा हो सिकिएला होइन तर पहिले 1 महिना मात्रै हेर्दाखेरि चाहिँ अहिले चाहिँ मेरो यो क्लर्कवाला काम चाहिँ अलिक बढी भइरहेको पेपर वर्क चाहिँ अलिक बढी भइरहेको त्यो पनि अब इम्पोर्टेन्ट होइन भन्न खोजेको त होइन तर अब यसो सोद्धाखेरि अब हाम्रो त एउटा पोस्टिङ सकिन लाग्यो नि त अब आफूले हुन त आफूले जाँगर गर्नुपर्ने हो त्यो कुरा अब आफूले पनि गर्नुपर्ने हो अब त्यही पनि नै भइरहेको अब एमडिएमएस डिस्चार्ज एन्ड एडमिसनै होला जस्तो छ अहिलेसम्म हेर्दाखेरि चाहिँ यो चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि जस्तै सर्जरी मेडिसिनको जुन मेन पोस्टिङ छ नि मेन पोस्टिङमा चाहिँ हामी इमर्जेन्सीमा पोस्टिङ हुँदाखेरि पनि के हामी हाम्रो काम चाहिँ कोही पेसेन्ट आउँदा बित्तिकै रिसिभ गर्ने हिस्ट्री लिने के इन्भेस्टिगेसन पठाउनु मन छ पठायो होइन अनि हल्का हल्का औषधिको नाम पनि यसो लेखिदियो अनि मेडिसिनकाहरूले चाहिँ भेन खोल्ने अनि केही पनि छैन उनीहरूको आयो रेजिडेन्टले हामीले पेसेन्ट हेरिसकेपछि रेजिडेन्टलाई भन्छौँ रेजिडेन्टलाई कल गर्छ रेजिडेन्टलाई कल गर्छ अब इन्टर्नल मेडिसिनको रेजिडेन्ट इन्टर्न अथवा सर्जरीको इन्टर्न यहाँ चाहिँ यसलाई एडमिसन गरेर भनेर लेख्नु थाल्यो त्यो पेपर वर्क मात्रै बढी भयो जस इमर्जेन्सीमा चाहिँ हल्का लर्निङ भइरहेको छ मेरो चाहिँ इमर्जेन्सी पोस्टिङमा भइरहेको भएर होला हल्का यसमा लर्निङ हुँदो रहेछ नत्र अरूमा चाहिँ खासै नहोस् चाहिँ मैले माने आफ्नो युनिटको मात्रै अब हल्का हल्का काम त भयो हाम्रो सर्जरीमा ड्रेसिङहरू गर्न सिक्यो होइन सुचरिङ पनि अब आफूले जानेको जति सबैले गरि नै रहेको छन् त्यसरी अब फोलिजहरू हाल्ने एन्जिट्युबहरू हाल्ने देख्ने हेर्ने गर्ने सबै नै भइरह तर पनि यसो सोद्धाखेरि दिनभरिको काममा चाहिँ म्याक्सिमम टाइम चाहिँ त्यो पेपर वर्कमै गइरहेको क्या अहिले खासमा भन्नुपर्दा इन्टर्नसिपको रियल हामीले त बुझिराखेनौँ नि होइन कतिपय कुराहरू त त्यो लेख्दा लेख्दै हिस्ट्री त हामीले फाइनल इयरदेखि सारिराखेको लेखिरहेको र अहिले आएर त खासै हाम्रो ग्रोथ नभएको जस्तो चाहिँ लाग्दो रहेछ होइन अझै 11 महिना अब त्यो बिस्तारै होला पहिलो 1 महिनामै जज गर्न त मिलेन तर ठ्याक्कै 1 महिनाको यसो सिनोप्सिस भन्नु पर्दाखेरि त्यही नै भइरहेको भनौँ अहिलेको हाम्रो माहौल चाहिँ ठिक सेप्टेम्बर 8 मा चाहिँ के गर्दै सेप्टेम्बर 8 मा त त्यही हो अब सबै हामी सबैले त्यही नै गरेको होला है न्युज हेर्ने बस्ने होइन सेप्टेम्बर 8 मा के थियो अघिल्लो दिन के भएको थियो अघिल्लो दिन जुन आन्दोलन भनेको थियो नि जेन्जीको शान्तिपूर्ण आन्दोलन म त घरमै थिएँ त्यति बेला त त्यही न्युजहरू हेर्ने भोलि यस्तो हुँदैछ यताउता आन्दोलनकै कुराहरू त भइरहेको थियो त्यस्तो त रिजल्ट आउने त एक्सप्रेसन त थिएन त्यही अब आन्दोलनकै कुराहरू राजनीतिको कुराहरू अब गाउँघरमा हुनेको त्यही थियो त्यस्तो कुरा गर्दै बस्ने सिम्पल त्यस्तो केही पनि थिएन एकदम नर्मल डे इन लाइफ थियो केही पनि फिल नै भएन अर्को दिन चाहिँ अब ज्याउनु भइहाल्यो खतरै भयो होइन रिजल्ट पनि त्यही दिन आयो सिंहदरबार पनि त्यही दिन जल्यो अब त्यो जो चेन्ज भयो देशमा ठुलै सन्दीपले के गरिरहेको थियो सेप्टेम्बर 8 मा चाहिँ त्यो प्रोटेस्ट हुन्छ भने त हामीले पहिले थाहा पाएको थियौँ त्यो 1-2 दिन अगाडिदेखि ट्रेन्ड बनिरहेको थियो अनि म त बिहानै 9 बजेदेखि के अरे सायद प्रोटेस्ट हुने भनेको अब मेरो त टिकटक चलाउनु भयो नि सुरुमै टिकटकमा गएर लाइभ हेरिरहेको थिएँ म चाहिँ 9 बजेदेखि माइती घरमा जस टन्नै जम्मा भइरहेछन् केही न केही होला जस्तो चाहिँ माहौल चाहिँ थियो भन्दा टन्नै पछिको कम्पेरिजनमा त पहिला त कमै थिए त्यसपछि टन्नै उर्लिएछन् मान्छेहरू अनि उता गोलीसोली लायो अब तर हाम्रो त त्यही त हो सोसल मिडियामा आउने त्यही जुत्ता त्यही गोली लागेको त्यो सबैले त्यही नै देख्यो होला लगभग त्यसरी नै बित्यो 8 गतेको त दिन त्यसरी नै बित्यो त्यसपछि 9 गते आयो 9 गते झन् इभेन्टफुल भयो म चाहिँ अब मेरो हल्का सिचुएसन त्यस्तै भएर चाहिँ त्यति बेला हस्पिटल बस्नुपर्ने भएर चाहिँ म हस्पिटलमा थिएँ त्यति बेला अब म 8 गते होइन त्यो धेरै अगाडिबाट नै हस्पिटलमै बसिरहेको थिएँ पोखरामा चाहिँ अनि अब त्यो 8 गते पनि अब त्यो म त्यतैतिर बिजी थिएँ अब बिचबिचमा फुर्सद पाएसम्म चाहिँ अब के भइरहेको देशमा भनेर चाहिँ हेरिरहेको थिएँ अलिअलि तर त्यसमा चाहिँ त्यस्तो इन्गेज चाहिँ हुन पाएको थिइनँ तर अब के भइरहेको
भनेर चाहिँ अब त्यो अपडेट चाहिँ भइरहेको थिएँ 8 गते चाहिँ 9 गते पनि म त्यही नै थिएँ। अब हाम्रो त्यो रिजल्ट आयो होइन 9 गते चाहिँ म चाहिँ एकछिनपछि थाहा पाएँ क्या। अब रिजल्ट आउनु बित्तिकै चाहिँ मैले थाहा पाइनँ। एकछिनपछि चाहिँ रिजल्ट आएछ भनेर चाहिँ झ्याप्प मोबाइल हेर्नु बित्तिकै चाहिँ अब नोटिफिकेसनमा चाहिँ त्यो रिजल्टको जस्तो फोटो देखियो होइन। त्यसपछि चाहिँ रिजल्ट आएछ भन्ने भयो। त्यसपछि त त्यो रिजल्ट अब आउँदैछ भनेर त्यति बेला मलाई केही उ नै थिएन कि रिजल्ट अब आए पनि त्यो त्यतातिर केही ध्यानै थिएन। झ्याप्प रिजल्ट आयो होइन। त्यसपछि चाहिँ रिजल्टको पनि छ भन्ने जस्तो भयो क्या। रिजल्ट पनि छ हाम्रो त भन्ने जस्तो भयो। अनि त्यसपछि रिजल्ट एउटा नोटिफिकेसन चाहिँ रिजल्ट आएको देखेँ। एउटा नोटिफिकेसन चाहिँ एउटा साथी विशालले चाहिँ मेसेज गरेर रहेछ होइन। अब त्यहाँबाट चाहिँ अब कुनै एउटा साथीले चाहिँ मेसेज गरेछ भने चाहिँ म पक्कै पास भएर त उसले मलाई गरे होला, फेल भएको भए त गरिहाल्थेन होला होइन। त्यसपछि त्यहीँबाट चाहिँ अब म त पास भएँ भन्ने लागि नै सकेको थिएँ मलाई। अनि हेरेँ पास भइएछ। तर अब पहिला त अब एक्सपेक्टेसन त्यो पास भएको दिन त म एकदम खुसी हुन्छु होला भन्ने त्यस्तो थियो। तर अब त्यति बेला चाहिँ आफ्नो सिचुएसन नि त्यस्तै, देशको सिचुएसन पनि त्यस्तै होइन। त्यस्तो त्यो एक्सपेक्टेसन चाहिँ भएन कि त्यस्तो खुसी चाहिँ लागेन होइन। त्यस्तै भयो अब। तर अब आफ्नो यत्रो 5 वर्षको मेहनत होइन, अब त्यो खुसी त अब हुनै पर्यो त्यसमा होइन। त्यही नै हो। खासमा त्यो दिन चाहिँ हाम्रो घरमा 16 श्राद्ध परेको थियो। अनि सबै मान्छेहरू नै आउनु भएको थियो। अनि हामी त्यही नै बस्थ्यो। अब त्यही त भिडियोहरू हेर्दै अब नेताहरूले पिटाइ नै खाइरहेको थियो त्यति बेला होइन। हेर्दै कसले के भयो कति बेला के भयो भनेर हरेक 5-5 मिनटमा 2-2 मिनटमा हेर्नु त्यस्तै चाहिँ भइरहेको थियो। अनि एक्कासी हाम्रो ग्रुपमा एउटा विशाल भन्ने साथी छ, उसले हाल्यो भाइबर ग्रुपमा। हामी चाहिँ के भएको थियो भन्दाखेरि त्यो दिन भन्दा बरु 1 दिन अगाडिसम्म चाहिँ आउँछ होला भन्ने थियो। अब यत्रो आन्दोलन भइसकेपछि त अब त स्योर रिजल्ट पोस्टपोन भइहाल्यो अब भनेर हामी त्यो अब हेर्ने तरिकामै गइसकेका थिएनौँ। नत्र त्यो नगएर त हरेक दिन त iamexam.edu.np त सर्च गरे होइन। त्यति बेला अब आउँदैन भनेर बसेको, उसले झ्याप्प हाल्यो। अनि उसले हालेपछि एकचोटि मजाक पनि गरेको हो कि भन्ने लाग्यो अब। अनि होइन कि जस्तो नि लाग्यो। अनि हेरेको त रहेछ है। अनि सुरुमा त आफ्नो रोल नम्बर हेऱ्यो, कन्फर्म जस्तै थियो। तर त्यही पनि आफ्नो मनमा नै यो त होइन कि अब मेरो रोल नम्बर भनेर अर्को एउटा एकदम साथीसँग कन्फर्म गरेँ मैले। अनि ल्याएपछि हल्का खुसी त भइहाल्यो होइन। यार एमबिबिएस नि रिप्रेजेन्ट एमबिबिएस नि त हो त। अब यसको रियालिटी चाहिँ के हुँदो रहेछ पहिला र अहिले? क्वेसन चाहिँ लास्टै भारी आयो होइन। अब यो एक्सपेक्टेसन भर्सेस रियालिटी भन्दा पनि अब एज होल एक्सपिरियन्स चाहिँ एमबिबिएसको चाहिँ कस्तो रह्यो भनेर भन्न चाहिँ ठिक होला होइन। एमबिबिएसको स्टार्टिङ सुरु अब बिगिनिङबाटै भन्दाखेरि चाहिँ प्रिपरेसन डेजबाटै कुरा गरौँ। त्यति बेलाको अब त्यो पढाइ, त्यति बेलाको टाइमिङ, त्यति बेलाको अब सबै कुराहरू चाहिँ एकदमै +2 सकिने बित्तिकैबाट सुरु गरेको त्यो स्ट्रगल। अब दिनदिनै एउटै रुटिन फलो गरेको छ, एउटै जर्नी हिँडेको छ, एउटै सरको लेक्चर सुनेको छ, सेम प्रोसेस रिपिट गरी 1 वर्षको मेहनतले अब हुन्छ नि एमबिएसमा नाम निकालेर पढ्न पनि पाइयो। त्यति बेला एकदम ठुलो नै अचिभ गरेको जस्तो फिल चाहिँ भयो त्यति बेला। नाम निकाल्नु एकदम सबैभन्दा ठुलो कुरा हो जस्तो फिल भयो। तर जब एडमिसन भएर कलेज आयो, कलेज आएको केही दिनमा नै अब साथीहरूले पढ्ने तरिका, आफ्नो पढ्ने तरिका, साथीहरूले गरेको हुन्छ नि क्लासमा इन्भल्भमेन्ट अनि आफ्नो इनपुटहरू हेर्दाखेरि चाहिँ ओहो म त एकदमै हुन्छ नि पुगेको रहेनछ मेरो तयारी होइन। मैले चाहिँ साथीहरूले जतिको पढ्न सकेनछु। मैले यो हुन्छ नि आफूलाई चाहिँ एकदम हुन्छ नि इम्पोस्टर सिन्ड्रोम भनौँ। मैले नाम चाहिँ निकालेँ तर आई डोन्ट नो कसरी निकालेँ जस्तो आफूमा डाउट, सेल्फ डाउट चाहिँ अति नै धेरै भएको थियो मलाई होइन। लक्किली भन्छु म चाहिँ त्यति बेला कोभिड भयो, म घर जान पाएँ। त्यति बेला घर जान नपाएको भए साँच्ची म साइको नै हुन्थ्यो होला। यस्तो धेरै प्रेसर फिल भइरहेको थियो। घर गएँ, अलिकति कुल डाउन हुने समय पाइयो, पढाइको प्रेसर पनि कम भयो। बिस्तारै आफ्नै हुन्छ नि फ्लोमा पढेर अलिअलि घरको पनि अलिकति रेस्ट गर्ने टाइम पायो, पढ्ने टाइम पनि पाएँ। अनि बिस्तारै कतै कोप अप भयो बिस्तारै। अनि पढियो। त्यस्तै गरी एभ्री इयर इक्जाम दिने, इक्जाम कहिले आत्तिने, एक्जाम दिने, रिजल्ट आउँदा फेरि आत्तिने, पास हुने, हुँदै फाइनल इयरसम्म त्यही नै भयो। त्यो इन बिट्विन धेरै अब साथीहरूसँग रमाइलो मोमेन्टहरू पनि भए। अब हाम्रो युट्युब च्यानलमा पनि छ त्यस्तो 1-2टा मोमेन्टहरू चाहिँ होइन, त्यो पनि हेर्नु होला है। अनि अरूमा पनि इन्भल्भमेन्ट भयो, एक्स्ट्रा करिकुलर एक्टिभिटीहरू, क्लबहरूमा प्रोग्राम गर्नेदेखि लिएर सबै कुरामा इन्भल्भ हुँदाखेरि चाहिँ एज अ होल एमबिबिएसको जर्नी भनेको चाहिँ इट्स नट ओन्ली अबाउट स्टडिङ होइन। अब अरू नयाँ कुराहरू सिक्न पाइयो, आफूमै ग्रोथ भएको पनि फिल हुन्छ। कनेक्सनहरू बन्यो, नेटवर्किङको कुराहरू, सबै कुराहरू गर्दै आउँदाखेरि चाहिँ हुन्छ नि डक्टर बन्दाखेरि चाहिँ एउटा मान्छे चाहिँ सबै कुराबाट नलेज चाहिँ लिन पाउँदो रहेछ। एज अ अहिले इन्टर्नसिपकै कुरा गर्दाखेरि पनि हामीले एडमिनको कामहरू धेरै गरिरहेको छौँ नि त। एडमिनको काम पनि सिक्न पाइयो। अनि एउटा हाम्रो टेक्निकल हाम्रो जे छ लर्निङ त्यो पनि सिक्न पाइयो। अब थ्योरीको त कुरै भएन, एकदम धेरै नै थ्योरी नलेज हुन्छ। सबै गर्दाखेरि ओभरअलमा चाहिँ एउटा
एउटा रुरल सेटिङमा या त एउटा कन्ट्रीमा चाहिँ चाहिने एउटा त्यो मान्छे डक्टर जस्तो मान्छे त्यो ठाउँमा गयो भने चाहिँ उसले सबै कुराहरू धान्न सक्छ भन्ने हिसाबले चाहिँ कोर्स डिजाइन गरेको रहेछ भन्ने चाहिँ मैले त्यसरी फिल गरेको छु अहिलेको चाहिँ। सन्दीपको चाहिँ के छ? एमबिबिएस जर्नी चाहिँ अब इन्ट्रान्सभन्दा अगाडि त त्यस्तै भयो। ठिकठाक पढेर ठिकठाक ऱ्याङ्क ल्याएर ठिकठाक कलेजमा आयो भन्ने फिल भएको थियो सबै। अनि अब मलाई चाहिँ खै के हो त्यो सबै कुराको सुरु हुनुभन्दा अगाडि चाहिँ जोस नहुने, तर त्यो जस्तै कोही मान्छे फर्स्ट इयरमा आयो, फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ भयो भने चाहिँ मेरो जहिले पनि कस्तो हुन्छ भने फर्स्ट इयरमा धेरै नै इन्थुजियाजम, त्यसपछि सेकेन्ड इयरमा अलिक कम, थर्ड इयरमा अलिक कम जस्तो हुन्छ क्या मलाई चाहिँ। होइन थर्ड इयर चाहिँ तलै भयो होला, अनि त्यसपछि फोर्थ र फिफ्थ इयर त अझ लास्टै पढ्नै पर्ने रहेछ, त्यसमा त त्यस्तै नै भयो। अनि फर्स्ट इयरमा त म त कोभिडमा उसलाई कुल डाउन हुने टाइम चाहिएको थियो भनेको थियो, मलाई त्यस्तो थिएन। म त खतरा पढ्ने हो भनेर के अरे घरतिरै खत्रै पढाएको थिएँ। पढ्न त खासमा काम त केही लागेन, त्यो जस पढ्न चाहिँ पढिएको थियो। अनि फर्स्ट इयरमा अब त्यही हो, उसले भने एउटा सबैभन्दा रिलेट गर्न सक्ने कुरा चाहिँ एक्जामभन्दा अगाडि पढ्यो आत्यो अनि पास भयो। अनि यसो रिजल्ट हेरेपछि ल ठिकै गरिएछ, राम्रै गरिएछ भन्ने भयो। सेकेन्ड इयरमा पनि त्यही भयो, थर्ड इयरमा पनि त्यही भयो, फोर्थ इयरमा पनि त्यही भयो, फाइनलमा पनि त्यही भयो। अब एमबिबिएस भरिको उसमा चाहिँ फोर्थ इयरतिर आएदेखि चाहिँ अनि बल्ल एमबिबिएस भने चाहिँ फोर्थ इयरबाट चाहिँ बल्ल मलाई फिल भयो क्या। फर्स्ट र सेकेन्ड इयर त कसरी ठग्ने, कसरी भाग्ने, चाहिँ नि कसरी अटेन्डेन्स मिलाउनु, त पछिसम्म पनि मेरो त त्यस्तै नै भइराख्यो। तर अलि रेस्पोन्सिबल तरिकामा भयो पछि चाहिँ। पछि म त मेरो चाहिँ त्यो यस्तो हो, अटेन्डेन्सको मामलामा त के भन्छ यो मेजरको हाम्रो बिहान थ्योरी क्लास हुन्थ्यो, त्यसमध्ये साँच्चीकै अटेन्डेन्स गर्ने हो भने चाहिँ मेरो 5 देखि 10% चाहिँ अटेन्डेन्स होला। मेरोभन्दा कम अटेन्डेन्स भएको साथी चाहिँ मेरै हामीमा चाहिँ छन्। सबैजना हामी फेरि त्यो सँगै बस्ने, हामी त्यस्तै खाले अलिक ढिला उठ्ने, त्यही भएर त्यो क्लासहरू चाहिँ मिस हुने थियो। थर्ड इयरमा चाहिँ केही पढेकै होइन, त्यसलाई केही पढेको भन्नु। फोर्थ इयरदेखि चाहिँ राम्रै पढियो, राम्रो पनि गरियो, फाइनल इयर पनि राम्रै गरियो भनौँ। त्यही नै भयो। अनि अहिले इन्टर्नसिपमा आएर पनि जस अहिले त खासै त्यस्तो गाइने पोस्टिङमा छौँ, पेपर वर्क नै भइरहेछ। अब हेरौँ अरू पोस्टिङमा के हुन्छ। मेरो पनि अब एमबिबिएस जर्नीको कुरा गर्दा चाहिँ अब त्यस्तो उसले भने जस्तै अब हाम्रो एटेन्डेन्स चाहिँ त्यस्तो खासै अब क्लासेसहरू चाहिँ सके जति चाहिँ एटेन्ड गरियो। नसकेको क्लास चाहिँ अब गइएन। फर्स्ट इयरबाट नै फर्स्ट इयरमा त अनलाइन क्लास भयो। अनलाइन क्लासमा पनि क्लास चाहिँ अब जानु पर्यो, तर अब मेरो चाहिँ अब हाम्रो चाहिँ त्यस्तै भयो होइन। अनलाइन क्लासबाटै त्यस्तो चाहिँ क्लास हल्का त्यो नगर्ने चाहिँ हल्का बानी पर्यो होइन। तर अब एक्जामको बेलामा त फेरि पढ्नु पर्यो होइन। एक्जामको बेलामा चाहिँ त्यस्तो ठग्ने त्यस्तो चाहिँ आफैलाई गर्न मिलेन होइन। एक्जामको बेलामा चाहिँ पढियो, तर अरू बेला चाहिँ वर्षभरि सिरियस नभए पनि अब लास्टमा एक्जामको बेलामा चाहिँ इन्टर्नल एक्जामको बेलामा पनि अनि बोर्ड एक्जाममा पनि हल्का सिरियस भएर चाहिँ पढेर चाहिँ राम्रै मार्क्स ल्याएर चाहिँ अहिले यहाँसम्म आइयो होइन। अब सेकेन्ड इयर, थर्ड इयर, फोर्थ इयर, फाइनल इयरसम्म नै त्यस्तै नै भयो मेरो चाहिँ। त्यो वर्षभरि अब अलिअलि पढियो, त्यस्तो धेरै ध्यान नदिए पनि अब लास्टमा चाहिँ एक्जाममा चाहिँ अब पढेर राम्रै मार्क्स ल्याइयो। अब तर अब त्यसरी भन्दा पनि अब एमबिबिएस त सकियो होइन। तर अब त्यसरी लास्टमा पढेर भन्दा पनि मेन भनेको त अब हामीले बुझ्ने कुरा हो नि त, सिक्ने कुरा अब स्किल हो। त्यसको लागि त अब इन्टर्नसिप छँदैछ भन्ने कुरा छ क्या अहिलेसम्म छ। अब इन्टर्नसिपमा चाहिँ कस्तो के गरिन्छ, कस्तो सिकिन्छ भन्ने कुरा छँदैछ। अब त्यो चाहिँ कस्तो हुन्छ अब हुँदै जाला। मेरो त अब एमबिबिएस भन्ने अब वरिपरि कोही पनि थिएन खासमा। एमबिबिएस के हो भने नि अब डक्टर बन्छ भन्ने थाहा थियो होइन। एमबिबिएस कस्तो हुन्छ, यति गाह्रो हुन्छ भन्ने थाहा थिएन। गाह्रो मतलब इनसेन्स अब अलिकति रेस्पोन्सिबल हो भन्ने त्यस्तो दिमागमा आइपुगेको थिएन नि त। अब एमबिबिएसमा अब साँच्चै कुरा गर्दाखेरि एमबिबिएस छिरेको भनेको अब घरबाट हुन्छ भने नि मैले नै अब ल हुन्छ नि त, के गाह्रो कुरा होला र भनेर आएको मान्छे होइन। त्यसरी आइयो। अनि एमबिबिएस आएपछि भित्र छिर्दासम्म नि सुरुमा त अब
पास हुन खासै गाह्रो हुन्थेन किनभने अब टियु हो टियु भने चाहिँ पास्ट क्वेसन मेजरली पास्ट क्वेसनै हुन्थ्यो त्यसमा चाहिँ पास्ट क्वेसन गर्ने अनि आफूले पनि ठिकठाकै पढिन्थ्यो त्यो भएपछि सजिलै भयो पास हुन पास्ट क्वेसन अनि अब फास्ट्याग नै हो अब हाम्रो त्यही नै हो तर अहिले आएर इन्टर्नसिपमा आउँदाखेरि चाहिँ त्यति मात्रै होइन त कुरा सबै कुरा बुझ्नु पर्दो रहेछ अलि रेस्पोन्सिबल हामी ठाउँमा आउँछ आएको जस्तो लाग्छ कि अलि हामी अब अगाडि खासै मजाक गर्न नमिल्ने त्यस्तो ठाउँमा होइन अलिकति आफू सिरियस हुन पर्ने ठाउँ हो जस्तो हुन्छ नि त अब हाम्रो हातमा डाइरेक्टली नहोला हाम्रो हातमा कसैको ज्यान तर ओभरअल हामीले नि इम्प्याक्ट गर्छौँ जस्तो लाग्छ कि हामी यो ठाउँमा पुग्दाखेरि केही नभने अब इम्प्याथी भन्छ नि त्यस्तै हुन पर्दो रहेछ त्यही नै हो मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ यति सिरियस हुन्छ जस्तै मैले चाहिँ सोचेको थिएन यो अलिकति सिरियस नै जबमा रहेछौँ हामी फर्स्ट इयर भर्सेस सेकेन्ड इयर देखेको तिम्रो ट्रान्जिसन जुन हामीले देख्यौँ सुभाष लिएर मैले त्यो पनि अलिकति भनिदेऊ खासमा के छ भने फर्स्ट इयरसम्म चाहिँ अब त्यही नै भन्यो नि त पढ्न सकिन्थ्यो पास क्वेसन थाहा थियो राम्रै गरिन्छ भन्ने राम्रै होइन त्यो पास चाहिँ भइन्छ भन्ने थियो पास भइया पनि हो त्यो न्युरोको इक्जाममा म बाहिर एक हप्ता बाहिर बसेर एक दिन पढेर नि राम्रै मार्क्सले पास भएको थियो इन्टरनलमा चाहिँ त्यो भयो त्यसरी आइएको थियो तर बिस्तारै होइन यतिले मात्रै पुग्दो रहेछ जस्तो पनि लाग्न लाग्यो अनि होइन डेली नपढेर त केही आउँदो रहेछ एउटा लेम्यानमा मान्छे र मैले जानेको कुरामा चाहिँ केही नै त फरक छैन आफूले त हल्का डिटेल मेहनत गर्नु पर्दो रहेछ त्यो मेहनत भने त्यो रिजल्ट आउने भन्ने मेहनतमा होइन आफ्नो मनमा चाहिँ कमसेकम कसैले एउटा मेडिकल टर्म दिएर सोध्यो भने केही नभने त्यसको बारेमा 30% 40% भन्न सक्नु त हुनु पऱ्यो नि त आफू त्यो चाहिँ भन्ने तरिकाले त्यसरी बिस्तारै मैले पढ्न सुरु गरेको सेकेन्ड इयरबाट सेकेन्ड इयर पनि सिबिएसबाट भनौँ न सिबिएस हल्का गाह्रो पनि हुन्छ नि त त्यसरी पढ्न सुरु गरेको अब क्लास थ्योरी त हाम्रो त्यस्तै नै भयो हामी यो 3 जना रुममेटको त्यस्तै नै भयो तर क्लिनिक्स पनि थर्ड इयरमा त त्यस्तो खासै सिरियस भइएन र फोर्थ इयर र फाइनल इयरमा चाहिँ क्लिनिक्स चाहिँ इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्यो क्या क्लिनिक्सबाट केही सिकिन्छ भने अनि मेन कुरा चाहिँ सिकिने त आफ्नो ठाउँमा छ रियलिस्टिकली भन्दाखेरि भाइबामा सोध्ने भनेको तिम्रो क्लिनिक्समा टिचरहरूले आफूलाई जे भने हुन्छन् त्यही नै एन्सर खोज्छन् र त्यो क्लिनिक गएपछि सरले यो खोजे है एन्सर भन्ने थाहा हुन्छ नि त क्लिनिक गएको एउटा त्यो फाइल चाहिँ त्यो हुन्छ त्यही नै हो मेरो ग्रोथ कर्भ भनौँ नाइस अब चाहिँ कस्तो गरौँ भने से एउटा क्वेसन जस्तो सबले सर्टमा सारेर भन्ने होइन सर्टमा भन्ने सबै ऱ्यापिड फायर जस्तो सबैले भन्ने ल तिम्रो part सुरु गर अनि वाइ डिड यु बिकम अ डक्टर सर्टमा किन भन्ने अब यस्तो ठ्याक्कै त छैन म तर एउटा ड्रिम थियो मेरो होइन ड्रिम प्लस नोबल प्रोफेसन भन्छ होइन दुईवटा भन्नु पर्यो भने चाहिँ एउटा रिस्पेक्टहरू राम्रो हुन्छ र अर्को भनेको चाहिँ इन्कम पनि राम्रो हुन्छ त्यही नै हो मेरो चाहिँ अब यो डाक्टर बन्ने कुरो चाहिँ सानैदेखि सधैँ फर्स्ट भएर मलाई चाहिँ डाक्टर बन्नुपर्छ भनेर भन्नुहुन्थ्यो घरमा त्यही भएर सबकन्सियसली रुट पनि भयो होला अनि पछि पनि राम्रै गर्दै गयो अनि त्यसपछि हुँदै डाक्टर भयो है म चाहिँ त्यही मेरो पनि अब त्यस्तै कहानी छ सानैदेखि चाहिँ अब राम्रै पढ्दै आएको होइन अब राम्रै पढ्दै आएपछि चाहिँ कुनै अब नेपालमै राम्रै प्रोफेसनमा जाऊँ भन्ने भयो अब त्यसले चाहिँ त्यहाँबाट चाहिँ अब डक्टर चाहिँ हुनेतिर चाहिँ हल्का अग्रसर भइयो अनि त्यही अनुसार चाहिँ अब 11-12मा त्यसरी नै पढ्दै गयो अनि अहिले यहाँसम्म आइयो त्यही हो मेरो पनि त्यही नै हो खासमा अब नेपालमा चल्ने भनेको डक्टर इन्जिनियर अब दसैँमा टिका लगाउँदा पनि कि त डक्टर पनि कि त इन्जिनियर बन भाइ अरू केही भन्दैन सिएसम्म पनि भन्दैनन् मान्छेले होइन त्यही नै हो त्यही भएर त्यही नै थियो एउटा सबकन्सियसली त्यो थियो तर पनि म अलिकति इन्जिनियरिङ फिल्डतिर अलिकति हुन्छु कि जस्तो लाग्थ्यो त्यो भनन फिक्स चाहिँ भन्नाले त्यो आफ्नै एम भन्ने चाहिँ केही थिएन तर त्यतातिर जाँदा हल्का सजिलो हुन्छ कि जस्तो नि लाग्थ्यो होइन तर अब होइन घरबाट डक्टर बन भने चाहिँ मैले के ठुलो कुरो होला र बनि त हालौँ छिरिहालौँ छिरै जब तसो निस्किँदा हालिन्छ होला ठिकठाकै डाक्टर भनेर भन्छ त्यसरी चाहिँ आएको हो म आफ्नो चाहिँ भनौँ न त मेरो चाहिँ कस्तो भन्दाखेरि मलाई चाहिँ मान्छेहरूलाई केही भयो भने सोल्युसन दिन चाहिँ अलिकति आनन्द आउने कि उसले केही सोल्युसन पायो भने चाहिँ रमाइलो लाग्ने जस्तो कि 11-12 पढ्दादेखि नै अनि त्यही भएर अलिकति हेल्थ रिलेटेड यस्तो भयो भने त मान्छे प्रब्लममा परेको हुन्छ नि त उसलाई केही सोल्युसन दिउँ भने चाहिँ पढाइ त छँदैछ ब्याकग्राउन्डमा यो छँदै थियो त्यही भएर 12मा हुँदाखेरि चाहिँ म बडो कन्फ्युजनमा थिएँ कि एउटा सर थिए ती सर बेलुका आउनुहुन्थ्यो कि रुममा अनि सरले चाहिँ यस्तो मलाई यसरी इन्फ्लुएन्स गर्नुभयो कि म धन्नै बाम्स पढिसकेको थिएँ कि आयुर्वेदिक डक्टर के आयुर्वेदिक डक्टर पनि अहिले आयुर्वेदिकको कुरा एलोप्याथी भन्दा आयुर्वेदिक ठिक हो भनेर त्यो एउटा चाहिँ प्रोफेसनमा जानुपर्छ सेवा गर्ने अनि सोल्युसन दिने
तर वापस सर आधार त्यही भएर धन्नै बाउन्स पढिसकेको थिएँ। अनि अर्को कुरा भने आर्मीको ब्याकग्राउन्डबाट भएको अनि आर्मीको कलेज पनि छ भनेपछि अर्को एउटा पढ्न सजिलो छ है भन्ने हिसाबले त्यसरी एउटा ब्याकड्रपमा चाहिँ त्यो थियो त्यो थियो 11-12 पढ्दाखेरि चाहिँ। त्यही भएर अनि त्यसरी नै म एमबिबिएसमा जोइन भएको हो भाइ एमबिबिएस भन्दाखेरि चाहिँ। सो नाउ लगभग अफिसियल्ली वी आर अ डक्टर नाउ। हामी एकअर्कालाई डक्टर भन्न मिल्छ। र यो डक्टर नितेश, डक्टर सुभाष, डक्टर सन्दीप, डक्टर निशान भइसक्यो। नाउ हाउ डु यु फिल एज अ डक्टर? अहिले चाहिँ आई फिल भेरी रेस्पोन्सिबल होइन। डक्टर भइसके पछाडि चाहिँ अब अगाडिको दिनहरू पनि धेरै लामो छ। अब सिक्ने क्रमहरू जारी नै छ। सिक्ने भनेको कहिले पनि सकिँदैन होइन। अनि दिनदिनै चाहिँ म पोस्टिङ जान्छु आउँछु। सरदरीमा पोस्टिङ छ मेरो अहिले। अनि दिनदिनै नयाँ कुराहरू सिक्ने मौका चाहिँ पाइरहेको छु मैले। जिन्दगीमा पहिले कहिले नगरेको कामहरू गर्न पाइरहेको छु। जस्तै मैले पहिला सुचरिङ कहिले पनि गरेको थिइनँ। मैले ओटीमा फर्स्ट टाइम स्क्रब पनि गर्न पाएँ। कसरी हात धुनेदेखि लिएर त्यो स्क्रबको ड्रेस लगाउने सबै कुराहरू सिक्न पाएँ। यो सानो सानो कुराहरू सिक्दै जाँदाखेरि चाहिँ अहिले चाहिँ म राम्रो प्रोफेसनमा आएछु। मैले राम्रो हुन्छ नि डिसिजन लिएछु भन्ने जस्तो चाहिँ लागिरहेको छ मलाई चाहिँ। सन्दीपको चाहिँ के छ? कन्ट्रारीमा मेरो चाहिँ अब अलिकति पोस्टिङ अलिक विवादवाला भयो जस्तो लाग्यो। मलाई चाहिँ डाक्टर भयो जस्तो फिल खासै भएको छैन। गाइडमा पोस्टिङ छ। म बिहानै जान्छु, ठ्याक्क 8 बजे पुग्छु, कम्प्युटरमा बस्छु। 8 बजेदेखि बुधबार र शुक्रबार चाहिँ म आइफल एक्सटी र सेलकाल लेख्छु। छैन गाइडमा पोस्टिङ छ। म बिहानै जान्छु, ठ्याक्क 8 बजे पुग्छु, कम्प्युटरमा बस्छु। 8 बजेदेखि बुधबार र शुक्रबार चाहिँ म आइफल एक्सटी र सेलकाल लेख्छु। त्यो भनेको चाहिँ आइरन र क्याल्सियम हो। अनि म गाइनेमा चाहिँ एउटा सिन्ड्रोमिक जस्तो म्यानेजमेन्ट हुन्छ जहिले म सेफिक्जी, मेट्रोनिडाजोल, फ्लुकोनाजोल त्योहरू हाल्छु। 5 वटा टाइप हाल्छु। त्यसपछि ब्रेक हुन्छ, खाजा खान्छु, फेरि 2 देखि 4 लगभग त्यही गर्छु अनि फर्किन्छु। अहिलेसम्म नयाँ इभेन्ट फुल त त्यस्तो केही भएको छैन। नाइट ड्युटीहरूमा पनि अलिक बिजी डेहरूमा भएको छैन। त्यही भएर पनि खासै त्यस्तो मौका पाइएको छैन होला जस्तो लाग्छ। अब हेरौँ अब तिहारपछि अलिक बिजी डेहरूमा के हुन्छ त्यति बेला। अब हामी चाहिँ अफिसियली चाहिँ डक्टर भइसक्यौँ होइन। तर पनि अब डक्टर भइसकेपछि पनि अब एउटा गुड डक्टर हुन चाहिँ हाम्रो अझै पनि जर्नी चाहिँ हाम्रो बाँकी नै छ जस्तो लाग्छ मलाई चाहिँ। अब हाम्रो चाहिँ यो एमबिबिएसको चाहिँ जति पनि पढाइ थियो यो चाहिँ मेनली चाहिँ थियोरिटिकल बेस थियो। अब त्योबाट चाहिँ हामी अब ट्रान्जिसन भएर चाहिँ प्र्याक्टिकल्ली चाहिँ हामी अब अगाडि जानुपर्छ जस्तो लाग्छ। अब त्यसको लागि बेस्ट कुरा भनेकै अब यो इन्टर्नसिप नै हो। अब यो इन्टर्नसिपमा चाहिँ अब हामी गइरहौँ। अब दिनदिनै चाहिँ अब पेसेन्टहरूलाई चाहिँ अब त्यहाँ पेसेन्टहरूसँग डिल गरिरहौँ पहिलाको भन्दा चाहिँ बढी। अब यहीँबाट चाहिँ हामी चाहिँ सिक्दै जाने कसरी चाहिँ अब म्यानेज गर्ने पेसेन्टहरूलाई त्यो हेर्दै जाने। त्यहाँबाट चाहिँ अब हाम्रो चाहिँ अब राम्रो डक्टर हुने चाहिँ डक्टरबाट राम्रो डक्टर हुने चाहिँ हाम्रो जर्नी चाहिँ अगाडि बढाउने जस्तो लाग्छ मलाई चाहिँ। अब डक्टर त लेखियो होइन। अब छाप पनि आइसकेको छ अगाडि डक्टर भन्ने कुरो। हाम्रो छापले इन्भेस्टिगेसन पनि जान्छ। अब त्यो हिसाबले डक्टर भइयो भन्न त मिल्यो। तर पनि अब इन्टर्नसिपमा भइराख्दाखेरि चाहिँ डक्टर भन्दा पनि यो फाइनल इयरको एक्सटेन्सन हो। फाइनल इयर भन्दा 5 वर्षको एक्सटेन्सन हो यो। हामी अहिले स्टुडेन्ट फेजमै छौँ जस्तो लाग्छ मलाई चाहिँ। हामीले अब सिकि नै रह्यो हो नि त। हामीले खासै त्यस्तो गर्दैन, सिकि नै रहेको। हरेक कुरा अब बिस्तारै बिस्तारै सिक्दै जानुपर्छ। अब यो डक्टर भनेको भइ त नाममा डक्टर छ। तर पनि अझै पनि हामीले डाइरेक्टली इम्प्याक्ट गर्न सक्ने डक्टर हुँदै भइसकेका छैनौँ। 1 वर्षभित्रमा हुन्छ होला। किनभने अब त्यसपछि त हामी अब आमा बन्नुपर्छ। कुनै कुनै अब हस्पिटलहरूको हेर्नु नै पर्छ। एक्लै नै हेर्नुपर्ने अवस्था हुन्छ बोर्डिङ भएका मान्छेहरूले त्यस्तो गर्नुपर्छ। त्यति बेला चाहिँ आउँछ होला रेस्पोन्सिबिलिटीहरू। अहिले चाहिँ अब भर्खर 1 महिना त भयो। त्यो हिसाबले चाहिँ हामी स्टुडेन्टै हो जस्तो लाग्छ अहिलेसम्म चाहिँ। त्यही एउटा 5 वर्षको एक्सटेन्सन हामी त्यही नै क्यारी फरवर्ड गर्दै अगाडि गइरहेछौँ जस्तो लागिरहेको मलाई चाहिँ। एक्ज्याक्टली मलाई पनि त्यस्तै। सुरुमा त्यो ल्याब कोट लाएर मलाई त्यो स्थित यहाँ राख्न अलिक डर लाग्ने कि। अब त्यो लाएर जाँदा बित्तिकै तिमी रेस्पोन्सिबल फिल हुन्छ नि त। त्यो इआरमा जाँदाखेरि चाहिँ तपाईँ यसरी गएर
टक्कै हिँड्दाखेरि केही न कोही मान्छेले बोलाएर सोधिहाल्छ कि केही न क्वेसन सोधिहाल्छ अनि त्यसलाई ल केही न केही म्यानेजिङ गर्ने केही न केही डिसिजन दिनै पर्छ त्यहाँ अनि अलि अप्ठ्यारो लाग्थ्यो कि मलाई अहिले चाहिँ 3rd विक हो मेरो इयरमा होइन अहिले चाहिँ अनि आज बिहान एउटी सानो नानीको के अरे यो सुचर निकाल्नुपर्ने थियो सुचर निकालेँ अनि सफा गरेँ अरे अनि सबै गरिसकेपछि नानीले जाने बेलामा थ्याङ्क यू डक्टर भनेर भने के अनि मैले सानो तिमी ठुलो भएर के भन्ने भनेको म तपाईँ जस्तै डाक्टर बन्ने भनेको आज बिहान एउटा बुच्चीले अनि यस्तो भएपछि चाहिँ हामीले मैले पहिला भने जस्तो नि हामी डक्टर भइसकेपछि नि एउटा सानो पोजिटिभ इम्प्याक्ट आफ्नो वरिपरि के पोजिटिभ अरा त्यो स्माइल त्यो खुसियाली केही दिन सक्यो भने फन क्वेसनबाट सुरु गरौँ नि त एमबिबिएसमा एकदमै के अरे रमाइलो इभेन्ट के थियो तिम्रो यसो सम्झिँदाखेरि कसैलाई अरू कसैलाई भन्नु मन छ भने याद भइहालेको एकदम रमाइलो इभेन्ट एमबिबिएस जर्नीभरिको मेरो रमाइलो मोमेन्ट तर रमाइलो फन मात्र होइन त्यो चाहिँ 3rd इयरमा हामीले ड्रामा गर्न पायौँ कि 3rd इयरमा 3टा ड्रामा गर्यो त्यो कस्तो भने आफूलाई मनपर्ने कुरा पनि अनि झन् त्यसमा देखाउन पाइयो अनि राम्रो पनि गर्यो फेरि नराम्रो पनि होइन युट्युबमा छ उसको पौडेलको युट्युब च्यानलमा 2टा छ एउटा चाहिँ सायद हाल्न पाएनौँ हामीले 2टा चाहिँ छ त्यो लोचना म्यामको वाला हाल्दा होइन त्यही हो आफूले मन परेको काम जुन मात्रै लास्टै मजा पनि आयो अनि राम्रो पनि गर्यो फेरि नराम्रो होइन लास्टै राम्रो नै गरेकै हो त्यो भएको चाहिँ मेरो एउटा मेजर फन एक्टिभिटी त्यही हो अब साथीहरूसँग त सबै अरू रमाइलो त भइहाल्छ सुभाष मलाई चाहिँ त्यस्तो ठ्याक्क रमाइलो मुमेन्ट भनेर चाहिँ किन याद आएन तर अहिले सम्झिँदाखेरि चाहिँ यसो होला हाम्रो एमबिबिएस जर्नी नै रमाइलोसँगै कट्यो जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो हेक्टिक त्यो भए पनि अब एक्जाम सेड्युल्सहरू त्यस्तो हेक्टिक भए पनि हामीले चाहिँ त्यसरी चाहिँ त्यो पाराले नलिएर चाहिँ हामीले रमाइलोसँगै कटाइयो हाम्रो एमबिबिएस जर्नी चाहिँ भन्ने लाग्छ मलाई चाहिँ स्पेसिफिक मोमेन्ट भन्ने छ त त्यसो रमाइलो हो त फर्स्टदेखि लाग्थ्यो गरेकै अनि याद गर्दाखेरि चाहिँ के यसो झ्याप्प के याद आउँछ भन्ने कुरा हामी त अब 13 चाहिँ 21 मा बसेको 3 जनाको रुम म सुभाष र नितेशको तर त्यहाँ 7 जना भन्दा कम मान्छे चाहिँ कहिले पनि हुन्थेनौँ क्या हामी जहिले पनि केही न केही भइरहेको थियो अब हाम्रो सबैभन्दा एकदम मेजर इभेन्ट गराउने मान्छे विशाल शर्मा भन्ने चाहिँ आएर कहिले WWE हुन्छ त्यो रुममा कहिले के हुन्छ अनि दाइहरूले सबभन्दा बढी मन पराएको धेरै भिजिट गरिराख्ने रुम पनि हाम्रै थियो अब त्यही हो मेजर मेरो लागि त रमाइलो भनेको त्यही 3rd इयरसम्म चाहिँ ग्रुपमा रमाइलो त्यसपछि 3rd इयर पछि सिङ्गल बस्न थाल्यो अनि सिङ्गल रमाइलो भयो त्यसपछि रमाइलो सिङ्गल कहिले पनि होइन भन्नाले सिङ्गलमा रमाइलो हुन्छ त्यसपछि त्यो अर्को मान्छे रमाइलो पाएपछि अरू खासै अरूतिर पर्न गइएन मेरो रमाइलो भन्नु त्यही सुभाषले भने ठ्याक्कै एउटा मोमेन्ट चाहिँ छैन होइन तर डिफ्रेन्ट मोमेन्टहरू सम्झिँदाखेरि चाहिँ फर्स्ट इयरको कुरा गर्दाखेरि फर्स्ट इयरमा भएको त्यो ऱ्यागिङको रमाइलो इन्ट्रो दिँदाखेरि त्यो हुन्छ नि मनमा अलिक डर जस्तो अलिअलि हाँसो पनि लागिरहेछ अलिकति के भइरहेछ जस्तो हुन्छ नि एक्साइटमेन्ट जस्तो त्यो वाला रमाइलो छुट्टै भएपछि हामी कतै घुम्न राखेको टाइमहरूको रमाइलो भएपछि साथीहरूसँगको हुन्छ नि कलेज सके पछाडि चिया गफ हाम्रो एउटा सधैँ स्पोर्ट छ चिया खाने ठाउँ त्यहाँ बसेर 2-3 घन्टाको लामो कुराकानीहरू हुन्छ नि कहिलेकाहीँ पढ्दा दिक्क लागेर जाने सिङ्गल ट्रीका डाँडाहरू यस्तो टाइमहरूमा चाहिँ हुन्छ नि रमाइलो पनि र त्यो टाइमले बनाएको एउटा हुन्छ नि हाम्रो पर्सनालिटी त्यो टाइममा हामीले बनाएको होला हुन्छ नि एउटा मेमोरीहरू चाहिँ आई थिङ्क वी विल लिभ इट फर आवर लाइफ होइन त्यस्तो लाग्छ मलाई चाहिँ रमाइलो इभेन्ट चाहिँ भनेको चाहिँ हाम्रो स्पेसिफिक थियो नि त ट्युसडे फुटसल जाने ट्युसडे फुटसल जाने भनेपछि हामी फुटसल गइन्थ्यो थाकेर आइन्थ्यो भोलिपल्ट उस्तो पऱ्यो क्लासै अलि जान नमिल्ने अवस्था हुन सक्थ्यो तर हामी चाहिँ सधैँ जान्थ्यौँ किनभने हामी चाहेर होइन कि हामी पुग्दाखेरि म जेनरली ट्याक्क टाइममा पुग्थेँ नि त म भनेको अलिकति ढिलो होइन 8मा क्लास सुरु हुन्छ भने त्यस 7:59 8मै ट्याक्क पुगिन्थ्यो कि त्यति बेला पुग्दाखेरि चाहिँ सिटै नभएर फर्स्ट सिटमै बस्नु पर्थ्यो अनि टिचरहरूले हामी फर्स्ट बेन्चरै भयो नि त हामी त अनि फर्स्ट बेन्चरमा भइसकेपछि यदि गइएन भने पनि टिचरहरूले नोटिस गर्ने त्यस्तो हिसाबले नि क्लास खासै त्यस्तो छुट्याइएन होइन त्यो क्लासको वाउ मेमोरिज त केही छैन तर अब बाँकी रहेको भनेको चाहिँ
यस्तै एक्स्ट्रा करिकुलर एक्टिभिटिज गर्न कहिले कता डुलियो कहिले के डुलियो अनि एक्जाम भ्याइन पाएन काठमाडौँको डाँडाहरू भ्याइयो सबै एउटा डाँडा घुम्न गयो अर्को डाँडा घुम्न गयो साइक्लिङ गरियो होइन यो इभेन्टहरू यी इभेन्टहरू चाहिँ मलाई रमाइलो लाग्छ अहिले चाहिँ अनि त्यो पछि त्यो पछि चाहिँ सबैभन्दा रमाइलो मोमेन्ट भनेको चाहिँ रिजल्ट आउने दिन रिजल्ट आएको आफ्नो नम्बर देखेपछि जहिले पनि रिजल्ट आइसकेपछि त्यो आफ्नो नम्बर देखेपछि चाहिँ रमाइलो हुँदो रहेछ यहाँसम्म आइसक्यो हामी अब अर्को फन पार्टतिर जाऊँ लाइफकै कुरा भइरहेछ 24-25 वर्ष नि भइसक्यो अब 25 वर्ष भइसक्यो होइन अब यो उमेरमा आइसकेपछि चाहिँ के अरे यो लभ लाइफ भनेको के रहेछ लभ लाइफ अनि अगाडि अब कसैको सिङ्गल बस्ने नि चाहना होला कसैको अनि अनि कसैले बिहे गरिहाल्नुपर्छ भन्ने नि होला अनि यो हाम्रो प्रोफेसन प्लस लभ लाइफ र तिम्रो आफ्नो एक्सपिरियन्स चाहिँ कस्तो हुँदो रहेछ अब लभ लाइफ त भन्दै गरौँ है अब 16,000मा बिहे गर्ने सम्भव छैन साथीहरू अब लभ लाइफ भन्ने कुरा चाहिँ कस्तो भन्दाखेरि अब 5 वर्ष अलिकति गाह्रै जर्नी हो नि त कस्तो हुनुपर्छ भन्दाखेरि अब यसलाई चाहिँ सपोर्ट गर्ने मान्छे हुनुपर्छ जस्तो लाग्छ कि सपोर्ट गर्ने हुनु पर्यो बुझिदिनु पर्यो अब भनेको टाइममा पुरा हुन नसक्ला भनेको टाइममा केही नहोला होइन त्यति हुनु पर्यो त्यस्तो लभ लाइफ भन्ने चाहिँ मेरो त्यस्तो हो अरू केही क्वेसन छ भने मैले क्वेसन नबुझायो के हो बुझ्दिनु पर्नु मात्रै होइन तिम्रो आफ्नो एक्सपिरियन्स चाहिँ कस्तो रह्यो अब तिम्रो अब 25 वर्ष नि भइसक्यो तिमी 24-25 वर्ष भइसक्यो तिम्रो प्लान टेन्टेटिभ के छ प्लान भन्ने कुरा त अब अहिले त अब 16,000मा हाट्न सकिँदैन अब साथीहरूले 20,000 बनाउन सक्यो भने केही हुन सक्छ त भनौँ होइन अब प्लान त अब अहिले नै गर्ने छैन अब कसैले हाम्रै ब्याचका साथीहरू ब्याच मतलब अरू कलेजको हाम्रै ब्याचका साथीहरूले गरेको नि देखियो होइन त्यो चाहिँ हामीले मतलब पर्सनली मैले चाहिँ हाट्न सक्दैन जस्तो लाग्छ अहिले नै अब बिस्तारै अब एमओ भन्नु पर्यो मेरो प्लान चाहिँ अब मिनिमम पनि एमडी छिरिसकेपछि भनौँ न अब एमडी कम्प्लिट नै गर्नु पर्यो नि एमडी एकचोटि जोइन भइसकेपछि इनरोल भइसकेपछि त्यसपछि चाहिँ सोध्ने आउला अहिलेसम्म चाहिँ त्यस्तो अहिले नै गर्छु या यति बेलै गर्छु भन्ने कुनै फिक्स प्लान चाहिँ छैन मेरो त्यसको पहिलेदेखिको भनाइ चाहिँ के अरे एमडी पढ्न जाँदाखेरि चाहिँ बुढीको सुभाषको के छ त बढी दुविधा थियो मेरो पनि अब पास्ट लभ लाइफको कुरा भन्दा पनि अब फ्युचर प्लानको कुरा फ्युचर प्लान चाहिँ अहिले अब हालसालै अब बिहा गर्ने त्यस्तो सोच चाहिँ छैन अब पहिला चाहिँ होइन अब डक्टरमा अब भइसकेपछि चाहिँ अब पहिला चाहिँ एक्सपिरियन्स बटुल्नु पर्यो होइन एज अ डक्टर त्यसपछि चाहिँ अर्को भनेको चाहिँ अब लाइफमा सेटल पनि हुनु पर्यो होइन अब आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनु पर्यो होइन त्यसको लागि चाहिँ अब पहिला हाम्रो इन्टर्नसिप सकिन्छ त्यसपछि चाहिँ अब एज अ मेडिकल अफिसर चाहिँ अब 2 वर्ष चाहिँ हाम्रो बोन्डिङको चाहिँ काम गर्नुपर्ने छ होइन अब त्यसरी चाहिँ अब 2 वर्ष बोन्डिङ काम गरिसकेपछि चाहिँ अब जुन त्यसपछिको जुन फेज अब रेजिडेन्सी गर्ने हुन्छ होइन त्यति बेला चाहिँ अब बिहा गरिन्छ कि भन्ने चाहिँ अब अहिले सोच छ तर अब त्यति बेला कस्तो हुन्छ अब त्यो त परिस्थितिले नै भन्छ अब अहिलेको चाहिँ सोच टेन्टेटिभ प्लान चाहिँ त्यही नै छ यस्तो छ मेरो चाहिँ यसमा चाहिँ मेरो अलिक धेरै कुरा भन्नु छ मलाई यस्तो हो लभ लाइफ भन्ने कुरा चाहिँ कस्तो हुँदो रहेछ भने अब त सकिन्न अघि नितेशको भनाइ कस्तो बुझ्नु पर्यो म कहाँ थियो भने होइन मेरो सिचुएसनले चाहिँ कस्तो जुरायो भने एउटै कक्षाको ठाउँमा बसेर पढ्न पाइयो सधैँ सँगै हिँड्न पाइयो त्यो चाहिँ एउटा भाग्यको रूपमा लिन्छु म चाहिँ अब साथीहरूले चाहिँ कति हाई लोहरू भयो भन्नुहुन्छ नि होइन पढ्न गाह्रो भयो भनेर कतिलाई भयो सबैलाई हुन्छ जस्तो हुन्छ होइन अभियसली हुन्छ तर मलाई चाहिँ त्यो एमबिबिएस भरि नै कहिले पनि ल गाह्रो भयो लास्टै गाह्रो भयो भन्ने चाहिँ कहिले पनि त्यस्तो फिल भएन क्या पर्सनली अनेस्टली भन्नुपर्दा किनभने
गाह्रो अलिकति भइहाल्यो भने पनि यसो सम्हालिने मौका चाहिँ छिटै पाइन्थ्यो क्या। सँगै भएको फाइदा चाहिँ त्यो हुँदो रहेछ। अनि त्यही हो हाम्रो त सबै कुरो लगभग सँगै नै गर्ने मौका पाउनु नै सबैभन्दा ठुलो सौभाग्य भयो। त्यही भएर एमबिबिएसको जर्नी पनि राम्रै भयो। अब इन्टर्नसिपमा खुसियाली पाइन्छ के हो अनि इन्टर्नसिपमै खुसियाली चाहिँ अलि नपाइहालिएला। तर हेरौँ फ्युचर के होल्ड गर्छ। पछिको प्लान कस्तो हुन्छ त्यही अनुसार नै अगाडि बढ्ने हो। अब यसो विदेशतिर लागिहाल्ने प्लान भयो भने चाहिँ छिटै पनि हुनसक्छ। ठिक हो सही हो। म के भन्नु सधैँ कुरो मेरो काइन्ड अफ रिलेटेबल नै हो होइन। कुराहरू उस्तै नै हुन्। हामी पनि अब सँगै बसेर पढ्न पाइयो। कम्बाइन स्टडी गरिन्थ्यो हामीले एक्जामको बेलामा चाहिँ। अनि जस आफू लो भएको बेलामा चाहिँ आफूसँगै कोही मान्छे भइदियो भने चाहिँ हुन्छ नि एज अ सपोर्ट मोरल सपोर्ट भन्छौँ हामीले त होइन। मोरल सपोर्ट मात्रै पायो भने पनि अलिकति आफूलाई बेटर फिल हुन्छ नि त। त्यो भएको भएर जर्नी चाहिँ एमबिएसको जर्नी चाहिँ स्मुथ नै गयो। अब फ्युचरको कुरा गर्नुपर्दा चाहिँ अहिले यस्तो प्लानै त छैन केही पनि होइन। तर त्यो आफ्नो करियरमा अनि आफ्नो हुन्छ नि प्रोफेसनल लाइफमा चाहिँ स्टेबिलिटी भयो भन्ने जस्तो फिल भइसके पछाडि चाहिँ त्यसपछि प्लान गर्ने चाहिँ मेरो प्लान छ अहिलेको चाहिँ होइन। प्लान गर्ने पनि प्लान श्रीको साथीहरूले भनेको एकदमै सही हो। के अरे पास्ट एक्सपिरियन्स केही नभइकन सिधै फ्युचर बनाउने भन्दै थिए सुभाषले। त्यस्तै त्यस्तै भने जस्तो त होइन मेरो। यसरी हेर्दै जाँदाखेरि चाहिँ यो हाम्रो यो एउटा जुन जर्नी छ यो जर्नीमा चाहिँ कोही साथी भइराख्यो भने चाहिँ धेरै हिसाबमा सजिलो हुँदो रहेछ। गाइड गर्ने कोही मान्छे अथवा सँगै भइराख्ने होइन केही हिसाबले यसरी पढ्नुपर्छ यसो गर्नुपर्छ भन्ने कुरा दुईजना सेयर भइराख्यो भने चाहिँ अझ राम्रो फिल हुँदो रहेछ। त्यसरी नै राम्रै तरिकाले नै बित्यो मेरो नै के अरे एमबिबिएसको जर्नी। अब फर्दर गइराख्दाखेरि चाहिँ कस्तो लाग्छ भने मलाई हामी हुन्छ नि सेटल भएर यसरी गरेर त्यसरी गऱ्यौँ भने अलि धेरै नै लामो समय लाग्छ कि जस्तो लाग्छ है मलाई। किनभने हाम्रो फिल्डै एकदम वाउ इन्कम हुने फिल्ड पनि होइन अनि एकदमै उस पनि दुवैजनाले नै कमाइहालियो भने नि जस लन्ठ्याङ गर्दै गर्दै धान्न सकिन्छ जस्तो लाग्छ है मलाई चाहिँ। त्यही भएर धेरै एमडी गरिसकेपछि भन्दा पनि जस अब लगभग एमओकै बेलामा गरे पनि दुवैजनाले गऱ्यो भने ठिकै होला जस्तो पनि मेरो चाहिँ त्यस्तो धारणा नि छ। त्यो हिसाब हो। हो होइन त्यो हिसाबले हेर्दै जाँदाखेरि हाम्रो बिस्तारै अरू एपिसोड नै आउँछ नि त्यसमा आउँछ नि। यो कति भ्यू जान्छ 100 भ्युज आयो भने हामी आइहाल्छ नि। लाइक लाइक चाहिँ अलिक गाह्रो छ 100 भ्युज बिस्तारै बिस्तारै बढाउनु पर्छ। हाम्रो मेरो एउटा मेजर क्वेसन छ हामीले फेरि जेरी अन टप हेर्छौँ हेर्दैन? पैसाले मटन खाइसक्यो। सब आजको यो पोडकास्ट सम्भव भएको छ जेरी टपले हो। यो विस्तृत रूपमा के भएको भन्दाखेरि चाहिँ सुभाषलाई जेरी टप हेर्न मन लाग्यो। सुभाषले नितेशलाई र सन्दीपलाई बोकेर मुभी हेर्न लिएर आएछन्। अनि बाटोमा श्रीकृष्ण भेट भएछ। बाटोमा फोनमा भेट भएपछि म आज पोस्टिङ नभएर बिरामी भएर सुतिरहेको थिएँ। अनि मलाई फोन गरेर मुभी हेर्ने त भने जेरी द टप हेर्ने भने त्यस मुभी किन हेर्न केटाहरूले भन्छ। अनि म डाउटमै थिएँ मलाई होइन जस्तो लागिरहेको थियो। पछि हो रहेछ साँच्ची रहेछ त धन्न भगवान् कृपाले टिकट पाइएन आज। अनि त्यो जेरी द टपलाई दिने पैसाले आज हामीले पार्टी गऱ्यौँ। र हुन्छ नि त्यो मुभी हेरेको भन्दा त सायद यो गफकाफबाटै धेरै रमाइलो भयो होला जस्तो मैले फिल गरिरहेको छु। साथीहरूलाई चाहिँ कस्तो लाग्यो त नि? अब यो पोडकास्टको मनी आएछ हेर्दा यो समय यस्तो कि गफै समय बित्दै जाँदाखेरि चाहिँ यो साथीभाइ भने चाहिँ हाम्रो फिल्डमा चाहिँ जस्तै एकदमै इम्पोर्टेन्ट कुरा हो नि त। रहेछ भने प्रोफेसनमा चाहिँ अब मैले भनेको कुरा तिमीले बुझ्छौ। अब मैले भनेको कुरा कतिपय मेडिकल टर्महरू पेसेन्टसँग भएको कुराहरू चाहिँ अरू मान्छे अरू फ्रेन्ड सर्कलले अलिक बुझ्दैन कि। त्यही भएर एउटा क्लोज फ्रेन्ड सर्कल चाहिँ चाहिने नै हो नि त हामीलाई। यो हिसाबले एउटा सानो सर्कलमा बसिरहेको हुर्किरहेको अनि यसरी भेटघाट हुँदाखेरि चाहिँ केही न केही रूपमा रमाइलो नि भइराख्ने हो। अनि इन्टर्नसिप सुरु भइसकेपछि त्यो साथीभाइको भेटघाट अलिक पातलो चाहिँ हुँदो रहेछ। निशानमा म एउटै रुममा बसिरहेको कोही उसको नाइट ड्युटी 24 आवर्स म बिहान गएको बेलुका आएको उसलाई भेटेकै छैन नि त।
त्यो हिसाबले हेर्दाखेरि चाहिँ फ्रेन्डसिप र चाहिँ गाह्रै हुँदो रहेछ यो एउटै पोस्टिङ एउटा छ भने चाहिँ भेट हुन्छ, नत्र भने युनिट पनि फरक भयो भने अब नितेशको र मेरो पनि खासै भेटै हुँदैन। आजै हो रामसँग बसेको हामी पनि एउटै पोस्टिङ सर्जरी त हो, तर युनिट फरक भएपछि भेट नहुने त्यस्तो चाहिँ हुँदो रहेछ। यो परिस्थिति अनुसार चाहिँ मान्छे चेन्ज हुँदैछ। यो केटाहरू म्याच्योर भनेको लाइफले यस्तो म्याचुर बनाउँदै लगेछ। अब के हुन्छ एडाप्टेसन हुँदै हुँदै जाने कि यो चाहिँ अर्को बेला एक्सपिरियन्स के रिसेन्टको नयाँवाला साथीसँग मेमोरी बनाउने प्लान हो खासमा हाम्रो चाहिँ। एज अ पोडकास्टको खतरा भ्यू बनाउने पनि होइन, हामी खालि अघि हामीले चाहिँ खाना खाने बेलामा पुरानो भिडियोहरू हेरेको थियौँ। त्यति बेला चाहिँ फर्स्ट इयरको सेकेन्ड इयरको हामी कस्तो थियौँ, कस्तो भएछौँ, त्यति बेलाको हाम्रो सोचाइ कस्तो रहेछ भनेर हुन्छ नि। अहिले हेर्दाखेरि चाहिँ कति चेन्ज फिल हुँदो रहेछ। त्यही कुरा चाहिँ अहिले हामीले रेकर्ड गऱ्यौँ भने चाहिँ अबको आउने लाइफमा 10 इयर्स अन द लाइन हुन्छ नि, हेर्दाखेरि ओ हामी यतना रहेछौँ, सबैजना यस्तो देखिँदो रहेछ, कोही मोटाएछ, कोही के भएछ, यस्तो हेर्न पाइन्छ नि त। त्यो भनेर नै एउटा मेमोरी क्याप्चर गरौँ भनेर मात्र एउटा पोडकास्टको रूप दिन मात्रै खोजेको हो। अब हाम्रो साथीहरू छन् होइन, अब के कुरा चाहिँ साथीहरूले यस्तो नगरिदिए हुन्थ्यो टाइपको के छ अब तिमीहरूलाई? अब म क्वेसन बुझेन होला, म आफ्नै मेरै अब एन्सर पनि म नै दिन्छु। जस्तै अब हामीले इन्टर्नसिप गरेर हुन्छ नि त, मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामीले एउटा प्रोसिड्युर गरेर हुन्छ, हामी सिक्ने टर्ममै त हो, तर कोही साथी आएर साइडमा आएर पेसेन्टको अगाडि तैँले रङ गरिस् भनिदिन्छ हल्का, एक त हामीलाई पनि नराम्रो लाग्यो, अनि पेसेन्टलाई पनि कस्तो लाग्छ भन्दाखेरि अब उनीहरू त जे भयो नि आफू राम्रो भन्ला, यिनीहरू त भर्खर सिक्न आएछन्, यस्तो अब होइन ब्लन्डरै हुन लाग्यो, पेसेन्टलाई नै गाह्रो हुने हो भने त भन्दैन पर्यो होइन। तर माइनर मिस्टेक पनि हरेकचोटि पोइन्ट आउट गर्दाखेरि यता के अरे मेडिकल मलाई पनि गाह्रो नराम्रो लाग्छ, र साथै पेसेन्टलाई पनि म कस्तो मान्छेसँग मैले गरिरहेको छु उसलाई त अर्कोले सिकाइराख, यो त एउटा हाम्रो नराम्रो प्र्याक्टिस हो जस्तो लाग्छ। त्यस्तै अब तिमीहरूको नि अब इन्टर्नसिपमा साथीहरूले यस्तो नगरिदिए हुन्थ्यो, इन्टर्नसिप नभए मतलब एमबिबिएसमै भनौँ न, एमबिबिएस जर्नीमा यस्तो नगरिदिए हुन्थ्यो। मलाई चाहिँ कस्तो भने ड्युटी छ सबैजनाको, त्यो हो भने त्यो ड्युटीको कहिलेकाहीँ चाहिँ हुन्छ नि, अब आफूलाई काम परेर कति गइरहेको हुन्छ, के गइरहेको हुन्छ, त्यस्तोमा कतिपय ठाउँमा चाहिँ मेरो मात्रै ड्युटी हो आज भनिदियो भने त बचिन्छ नि त, अर्को साथी हो कति काम परेर इम्पोर्टेन्ट गयो भने, अब त्यसमा चाहिँ यदि साथी केही इम्पोर्टेन्ट कामले गइरहेको भने चाहिँ अर्कोको नाम नलिदिए हुन्थ्यो, त्यो नि एउटा बुझ हो नि त। मैले चाहिँ फिल गरेको अथवा देखेको चाहिँ हुन्छ नि, रुटिनमा एउटा कुरा लेखेको हुन्छ, अनि जस्तै फर इक्जाम्पल कसैको ओडी ड्युटी छ, कोही साथीको वार्ड ड्युटी छ होइन, त्यो वार्ड ड्युटीको साथीको पछि ओडी ड्युटी त आउँछ घुमिफिरी, तर त्यो वार्डको मान्छेले चाहिँ आफ्नो काम हुन्छ नि थाती राखेर नगरेर आज ओटीमा केही नयाँ केस छ भनेपछि जम भनेर जाने के हुन्छ नि, अर्को साथी ओटीमा हुँदा पनि आफू गयो भने त त्यो ओभरक्राउड पनि भयो, प्लस त्यहाँको मान्छेहरूले त्यो इन्टर्न धेरै भयो भनेर त कसैले चिन्न पाउँदैन नि त। त्यो भएर आफ्नो रुटिन फलो गर्दै हुन्थ्यो जस्तो चाहिँ लाग्छ मलाई, साथीहरूले चाहिँ कसैको ओभरल्याप नगर्दै हुन्थ्यो जस्तो लाग्छ। खासमा हाम्रो साथीहरूलाई ऊ पनि हुन्छ फेरि, अब त्यो काम त एउटै हो नि त, सिक्नुपर्ने काम सबै नै हो, तर साथीहरूले कामलाई चाहिँ राम्रो काम र नराम्रो काम भनेर डिभाइड गर्छ नि। नराम्रो काम चाहिँ आफूले नपरोस्, ओटी परोस्, ओटी जान, अब त्यो त हो सबैलाई चाहना ओटीमा केही गर्न पाऊँ भन्ने। अब तर अब त्यही अब हामीले सर्जनमा हुने चाहिँ ड्रेसिङ हो, ड्रेसिङलाई चाहिँ होइन यो गर्न नहुने काम भन्ने जस्तो, अनि यताउता भागिदिने त्यस्तो यस्तो अलि बढी हुन्छ क्या। म चाहिँ एउटा ओपिडीभित्र सिङ्गल इन्टर्न, खासै अरूसँग इन्टरेक्सन नभएको हुनाले चाहिँ मलाई साथीहरूले यस्तो गरिदिए हुन्थ्यो भन्ने चाहिँ एमबिबिएसमा भनौँ त ल, इन्टर्नसिपमा नभए एमबिबिएसमा केही यस्तो नगरे भए हुन्थ्यो, यस्तो गरिदिए हुन्थ्यो, एउटा टाइपको हुन्छ नि सजेसन। अब कस्तो नगरे भए हुन्थ्यो भन्ने जस्तो त मलाई त्यस्तो केही पनि छैन यार, साँच्चीकै भन्नुपर्दा चाहिँ अब के नगर्दै हुन्थ्यो भन्दा पनि अब कुनै साथीहरूको अब बाहिर कतै अब काम पर्छ होइन, अब कुनै इमर्जेन्सी हुन्छ केही हुन्छ होइन, अब बाहिर जाँदाखेरि चाहिँ अब त्यो साथीलाई चाहिँ केही पर्यो होइन, कतै जानु पर्यो भने चाहिँ अब म गरिदिन्छु भन्ने चाहिँ त्यस्तो साथी चाहिँ भइदिए हुन्थ्यो होइन, केही छैन अब तिम्रो काम चाहिँ म गरिदिन्छु अब पछि मिलाउँला होइन, त्यस्तो साथी चाहिँ भइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। त्यो के नभइदिए हुन्थ्यो भन्दा पनि म चाहिँ अब हाम्रो यो फिल्ड रिलेटेडै एउटा क्वेसन सोध्न चाहेँ होइन। अब क्वेसन एउटा होइन दुईवटा, अब साथीहरूको चाहिँ अब एमबिबिएस पछि चाहिँ अब हामीले अब मेडिकल अफिसर एज अ मेडिकल अफिसर काम गरिसकेपछि रेजिडेन्सीमा चाहिँ अब कुन सब्जेक्टमा चाहिँ रेजिडेन्सी गर्न मन छ, अनि त्यो चाहिँ नेपालमै गर्न मन छ कि विदेश जान मन छ भनेर चाहिँ अब त्यो चाहिँ क्वेसन सोध्न चाहेँ मैले चाहिँ। अब पहिला नेपाल र विदेश के भयो, नेपाल कि विदेश भन्ने कुरामा चाहिँ अब अहिलेसम्म खासमा विदेश जाने खासै मनसाय नभएको मान्छे हो म होइन। नेपालमै बसेर पनि अब त्यस्तो हाइफाई लाइफस्टाइल नभए नि डिसेन्ट लाइफस्टाइलमा बस्न सकिन्छ भन्ने सोच बोकेको मान्छे हो म चाहिँ। तर बिस्तारै अहिले यो जुन जेनजी आन्दोलन भयो त्यसमा चाहिँ अब म हल्का मेरो बिलिफ सिस्टम सेट चाहिँ भएको छ, तर पनि अब मेरो चाहिँ म अहिलेसम्म नेपालमै छु भन्ने छ। अब रेजिडेन्सी केमा गर्ने भन्दाखेरि अब बिस्तारै 1 वर्षमा अब थाहा पनि होला आफूलाई के इन्ट्रेस्ट छ भन्ने कुरा, त्यो बिस्तारै थाहा होला।
र अब पढ्ने हिसाबमा अब 5 वर्षमा जे गर्यो 5 वर्ष पनि भन्दा नि 3rd 4th 5th इयर भनौँ न क्लिनिकल जानेमा चाहिँ त्यसमा चाहिँ मलाई हल्का मन परेको चाहिँ साइकेट्री हो खासमा साइकेट्री त्यही भएर म मेरो फर्स्ट प्रायोरिटी भन्दाखेरि साइकेट्री हो अनि अरू त्यस्तो खासै एम छैन मलाई चाहिँ अब धेरै काम गर्ने ठाउँमा जानु नपरोस् भन्ने चाहिँ मेरो हो एउटा मेजर फ्याक्टर चाहिँ वर्क लाइफ ब्यालेन्स होस् न त्यस्तो भन्ने कुरा हो अब नेपाल त सायद नेपालै बस्छु होला एक्जाममा त्यस्तै छ ठिक हो मलाई नि म चाहिँ नेपालमा चाहिँ रेजिडेन्सी नगर्ने प्लान हो मेरो चाहिँ सकेसम्म मलाई चाहिँ रेजिडेन्सी चाहिँ मेडिसिन र पिडियाट्रिक्स मध्ये चाहिँ एउटा केमा चाहिँ गर्छु होला अहिलेसम्म हेर्दाखेरि मेरो चाहिँ प्लानिङ चाहिँ हुन्छ नि विदेशमै गएर पढौँ भन्ने छ अहिलेसम्मलाई अनि सबैको कुरा गर्दाखेरि चाहिँ मलाई मनपर्ने चाहिँ न्युरोलोजी हो अहिलेसम्म होइन अनि यदि मैले नेपालमा पढेँ भने चाहिँ प्रोबाब्ली सर्जरी रिलेटेड अर्थोपेडिक्स नै पढ्छु जस्तो लागिरहेको छ मलाई चाहिँ आफ्नो मनभित्रदेखिको प्लान भन्नुपर्दा चाहिँ मेरो चाहिँ लङ टर्ममा स्पोर्ट्स मेडिसिन गर्ने प्लान हो है सबै कुरो मिल्दै गयो भने चाहिँ त्यो गर्नलाई चाहिँ अर्थोपेडिक्समा मेरो अलिकति हुन सक्ने चान्सेस छ अब भएन भने त अब यो नै गर्छु भनेको कुरो पाइएन भने चाहिँ के हुन्छ त्यो त समयले नै बताउला होइन तर सकेसम्म चाहिँ मलाई चाहिँ स्पोर्ट्स मेडिसिन नै गर्न मन छ अहिलेसम्म चाहिँ नेपालमा कि विदेशमा भन्दा चाहिँ नेपाल त्यसरी त्यस्तो मैले थाहा पाएको चाहिँ छैन अहिले उसले फिजियोथेरापी राख्छ क्यानहरूले नेपाल फुटबल सङ्घहरूले के हुन्छन् डाक्टरहरू हुन्छन् तर मलाई नेपालको स्पोर्ट्स मेडिसिन हैन के अरे मोहित सर हाम्रो ए अनि त्यही हो सकेसम्म अनि बाहिरै गएर पढौँ भन्ने छ मेरो चाहिँ तर अहिलेको माहौल यसो बुझ्दाखेरि चाहिँ म चाहिँ पहिला यसो अमेरिकातिर जाउँ कि भन्ने थियो त्यहाँबाट चाहिँ अलिकति ढिलपिलमा छु अहिले चाहिँ एउटा देशको अप्सनहरू चाहिँ फ्लेक्सिबलै हुनु पर्यो अहिले फ्लेक्सिबल हुनुपर्ने अवस्था छ त्यस्तै छ जस भगवान्ले जुराउनु भयो भने चाहिँ कतै यस्तै हाम्रो आइडल मेरो त सानैदेखिको आइडल अब मेसी भनेर भन्छु होइन अब त्यस्तो मेसीको ऊ नगर्न पाए पनि हुन्छ नि म चाहिँ स्पोर्ट्समै गइराखौँ भन्ने छ क्या मेरो चाहिँ मलाई चाहिँ अब अहिलेसम्म चाहिँ मैले चाहिँ रेजिडेन्सी चाहिँ नेपालमै गर्छु भन्ने चाहिँ सोच छ मेरो चाहिँ अहिलेसम्म चाहिँ अब स्पेसलिटीको कुरा गर्दा चाहिँ अब मेरो इन्ट्रेस्ट भनेको चाहिँ मैले एमडी चाहिँ मेडिसिनमै गर्छु जस्तो लाग्छ अहिलेसम्म चाहिँ अब त्यसपछि चाहिँ अब सुपर स्पेसलिटी डिएम चाहिँ के गर्छु भनेर चाहिँ अब त्यस्तो छैन अहिलेसम्म चाहिँ तर अब एमडी मेडिसिन चाहिँ गर्छु भन्ने चाहिँ छ अब पछि कस्तो हुन्छ डिएम चाहिँ केमा गरिन्छ या गरिँदैन अब त्यो पछि नै हुन्छ अब के हुन्छ कसको क्वेसन छ अब क्वेसन सन्दीपले सोध्दा क्वेसन अब एकछिन मलाई त टाइम चाहिन्छ त्यसो भए तर नितेशको यो चाहिँ डिरेक्ट कुरा हुनुपर्ने 5 जनाको बिचमा भइरहेको जस्तो मैले नितेशलाई चिने नि होइन नितेशलाई नै हेरेर भन्छु फर्स्ट इयरमा तिमीमा हर्कै थियो होइन अहिले फेरि समयले मलाई परिवर्तन गर्यो भनेर त्यस्तो त्यो वाला एन्सर नदेऊ र जस्तो मैले तिमीलाई फर्स्ट इयरमा चिन्थेँ तिमी चाहिँ सबैभन्दा बढी नै अलिक बदलाव आएको मान्छे मध्ये तिमी देख्छु क्या आजभोलि चाहिँ अब के मानेमा जे पहिला त यो गर्ने भनेपछि यही गर्ने भन्थे अब आजभोलि चाहिँ यो गर्ने भनेपछि त्यो चाहिँ नगर्ने भन्छ क्या किन यस्तो के कुराले तिमीलाई यस्तो बनाएर त्यस्तो चेन्ज भएको त होइन रमाइलो पारामा हो भन्नुपर्दा खासमा त्यो हिसाबमा तिमीले सोधेको प्रश्नमा चाहिँ त्यस्तो डिटेलमा एन्सर पनि छैन मैले सोचे पनि छैन फेरि त्यस्तो के किन ऊ भयो भन्नु तर यस्तै नै हो ऊ हो खासमा सुरुमा चाहिँ अब कति कुरा चाहिँ अब हामी त्यति बेला खासै चिनिँदैन नि त अनि यो नगरौँ भन्दा आफ्नो नराम्रो भयो लाग्यो भन्ने चाहिँ अब अहिले चाहिँ अब आफ्नो मनको कुरा गरिन्छ जस्तै अब आज डेरी अनि टप हेर्न मन थिएन बिहानसम्म मन थिएन साँझसम्म त जाऊँ भन्ने तरिकाले भयो नि त त्यस्तो अब त्यही सुरुमा अब सबैलाई खुसी राख्ने भन्ने कुरा आउँथ्यो अब त होइन अब आफूलाई मन नपर्ने कुरा किन गर्ने त भन्ने कुरा हो एमबिबिएस पढ्न आउनेलाई कस्तो टिप्स भने मेहनत गर्न चाहिँ गर्नै पर्छ होइन एमबिबिएस चाहिँ कस्तो विषय रहेछ भने बिस्तारै त्यो फर्स्ट इयर भने फर्स्ट इयरै रहेछ सेकेन्ड इयर भने सेकेन्ड इयरै रहेछ क्या किनभने
बिस्तारै टाइमसँगै सिरियस हुन सबैले सिकिहालिन्छ होइन, सबै इयरको आफ्नै वजन छ होइन, त्यही भएर म चाहिँ पढ्दै पनि जाऊ, रमाइलो पनि गर, भाइहरूलाई चाहिँ त्यही भन्छु। त्यही नै हो। त्यही नै छ होला। त्यही नै हो गर्नुपर्ने त। अब पढ्न भनेर आएको मान्छेहरू पढाइ मात्रै हो भनेर सोच्नु त भएन। सबै कुरालाई चाहिँ सँगसँगै लानु पर्यो। आफ्नो प्यासन केही छ भने कोही आर्ट गर्ला, कोही म्युजिक गर्ला, त्यस्तोहरूलाई पनि सँगसँगै लग्यो भने चाहिँ मेरो यो यो चाहिँ छुट्यो पछि मैले मेरो पढाइमा ध्यान दिँदाखेरि मेरो यो हबी छुट्यो भन्ने चाहिँ फिल नहोस् पछि होइन। किनभने लाइफ लङ आफूसँग रहने त हबीहरू नै हो नि होइन। त्यस्तो कुरा चाहिँ छोड्नु हुँदैन। पढ्नु पनि पर्यो प्लस हबीलाई पनि कन्टिन्युसन दियो भने राम्रो हुन्छ भन्ने मात्रै। एकदम क्ल्यारिटी लिएर म यो फिल्डमा लङ टर्मसम्मै जानुपर्छ, किनभने लाइफ टाइम पढ्नुपर्छ, लाइफ टाइमै स्ट्रगल गर्नुपर्छ भन्ने हिसाबले हल्का त्यो प्रिपरेसन त कसैको नि हुन्न सुरुमा आउने बेलामा। हाम्रो अहिले नि छैन नि, अब कहाँ अहिले पनि डिएम पिएचडी गर्ने केही गर्ने भन्ने त हुन्न नि त अहिले त, हुँदै जाने कुरो हो। तर अर्को रियालिटी, एक्ज्याक्ट रियालिटी भनेको चाहिँ काठमाडौँमा डिएमले पनि जाहिर पाउनु गाह्रो छ। एमडी डिएम गरिसकेकोले नि गाह्रो छ भनिसकेपछि त्यो हिसाबले अब म काठमाडौँ नै बस्छु भन्ने हिसाब हुन्छ नि कतिको, त्यसरी हेर्ने हो भने चाहिँ सिचुएसन अलि उसै छ, के अरे गाह्रै छ। डक्टर भएर पैसा कमाउँछु अनि एकदम चिल्याक्स लाइफ लिन्छु भन्ने चाहिँ, त्यही भएर हामी यहाँ आइसकेर फिजिसकेकोबाट एउटा एक्सपिरियन्स के अरे उस चाहिँ टिप चाहिँ मेरो तर्फबाट यही नै हो। मेरो चाहिँ अब हाम्रो शिक्षा मन्त्री महावीर पुण्य भनेको त जेसुकै गर्नुहोस् भन्न चाहन्छु। त्यही त जेसुकै गर्नु भन्न चाहन्छु। अब हामीले भनेर सुन्ने पनि होइन, खासमा त्यही नै हो। सुन्ने हामीले नि सुने होइन, अब सुनेन होइन, तिमीहरू आउने मान्छेहरू यसै आइहाल्छौ होइन। हामीले अब आफै फिगर आउट नै गर्ने हो क्या, छिर्यो भने नि फिगर आउट गर्छौ। अब क्ल्यारिटी ल्याएर आएर हाम्रो त्यो चाहिँ राम्रो भयो क्या। तर अब कन्फ्युज भएर आयो भने अब बिस्तारै 1-2 वर्षमा सिक्ला, 4-5 वर्षमा सिक्ला, कोही अझै पनि सिकिरहेको हुनसक्छ, कोहीले फर्स्ट इयरमै क्ल्यारिटी भएको हुनसक्छ। त्यही हो, जेसुकै गर्नुहोस् भन्न चाहन्छु म। म चाहिँ अब भर्खर अब नयाँ एमबिबिएस जोइन गरेको भाइ बहिनीहरूलाई चाहिँ अब हाम्रो एमबिबिएसको चाहिँ नेपालमा एमबिबिएसको करिकुलम चाहिँ अलिक थियोरिटिकल्ली ओरिएन्टेड छ। अब अर्ली एमबिबिएसको चाहिँ अर्ली फेजबाट नै चाहिँ अलि क्लिनिकल्ली, थियोरिटिकल्ली भन्दा पनि क्लिनिकल्ली ओरिएन्टेड भएर चाहिँ पढ्ने, पछि चाहिँ अब अहिले इन्टर्नसिपमा पनि अनि आफ्नो एज अ डक्टर पनि चाहिँ सजिलो हुन्छ, त्यो भन्न चाहन्छु म चाहिँ। अब अर्को पोडकास्ट भनौँ कि अब के डिस्कसन भनौँ, यो चाहिँ अब फेरि आउने नै छ र त्यो भिडियोमा चाहिँ के बारे उहाँहरूले बोल्दै हुन्थ्यो जस्तो लाग्छ त्यो कुरा चाहिँ कमेन्टमा लेखिदिनु होला। हामी त्यो रिलेटेड कन्टेन्ट पनि बनाउने प्रयास गर्छौँ र अहिलेसम्म पनि हेरेर हामीलाई साथ दिनु भएको छ भने चाहिँ हजुरहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। जानुभन्दा पहिले लाइक चाहिँ गर्नु होला र यहाँ लास्टसम्म हेर्ने त्यहाँ लास्टसम्म हेर्ने चाहिँ श्रीले के भइरहेको छ यहाँ? ए चलिरहेको छ यार, यसको लाइफ त लामै रहेछ। अन्तिममा के भन्नु भने जियोस् यहाँ अप्रत्याशित रूपमा आइपुग्यो सबैजना। त्योभन्दा पनि अझ मेरो कोइन्सिडेन्स त अलि अगाडिदेखि नै सुरु छ। म भौतारिँदै हिँडेको मान्छे कता कताबाट ठोकिँदै यहाँ आइपुग्यो होइन। यहाँ यस्तरी बस्न लेखा रहेछ, रमाइलो भयो। जियोस् सब कुरा राम्रैको लागि हुन्छ भन्छन्, आज रमाइलै भयो, राम्रै भयो। तिहारको दिन एक्लै भइरहेको हुन्थ्यो होला, साथीहरूसँग जुटियो, रमाइलै भयो। जियोस् राम्रो नोटमा युट्युबमा पनि जाँदैछ। 10 वर्षपछि हेऱ्यो भने हेर, सिरिज अफ कोइन्सिडेन्सले गर्दाखेरि म यहाँ पुगेर यसरी गफ गर्न पुगेको थिएँ भन्ने हुने भयो, रमाइलै भयो, राम्रो भयो। सबैभन्दा थ्याङ्क यू पोको X3लाई, किनभने 10% चार्ज 15% चार्ज हुँदाहुँदै पनि 15% चार्ज हुँदाहुँदै पनि हाम्रो यो सानो माहौललाई यो रेकर्ड गर्ने एउटा, यो रेकर्ड भनेको कस्तो हुँदो रहेछ भन्दाखेरि हजुरहरूले कसैले नहेरिदिए पनि हामी 10 वर्षपछि हामीले हेर्नु रमाइलो हुन्छ। त्यो हिसाबले चाहिँ हाम्रो एउटा मेमोरीको लागि मात्र रेकर्ड गरे हो हामीले। तपाईँहरू हेरेर अझै नै रमाइलो मान्नुहुन्छ भने चाहिँ युट्युबमा नआउनु पनि सक्छ। इट्स झन् हामीलाई उसो हम्बल फिल हुन्छ हामीलाई यसरी हेरेर। हामीले केही हाम्रो कुराहरूले हजुरहरूलाई केही राम्रो पर्यो भने चाहिँ इन्फ्लुएन्स गर्यो भने चाहिँ त्यो हाम्रो पक्ष राम्रो हो। त्यो पनि त्यही नै हो, भ्युवरहरूले हेरिदिनु होला, माया गरिदिनु होला, श्रीको युट्युब च्यानललाई ग्रो गर्न हेल्प गर्नु होला। त्योमा हामी पनि फिचर हुन्छौँ बेला बेलामा। अनि त्यही हो हाम्रो यो एउटा क्याजुअल
एउटा युट्युब च्यानल हो होइन, त्यस्तो प्रोफेसनल कुरा हामी केही पनि गर्दैनौँ। हामीले आफ्नो एक्सपिरियन्स सेयर गर्ने हो र मेमोरी हुन्छ नि बाइन्ड गरेर राख्ने मात्रै डायरी हो। हो हाम्रो 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 डिजिटल हाम्रो डायरी। डिजिटल डायरी, भिडियो डायरी जे भन्दा पनि हुन्छ यो चाहिँ। अनि यसमा चाहिँ हामीले खालि हाम्रो कुराहरू हजुरहरूसम्म पुर्याउन मात्रै खोजेको हो र हजुरहरूले माया गरिदिनु हुनेछ भन्ने आश पनि गरेका छौँ। र सी यु इन नेक्स्ट भिडियो एन्ड सबैजना बाई बाई Signing off. साँच्चै अफ भएको